घट्यो 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 साथीहरू। आज चाहिँ सुनको भाउ घटेको छ। धेरैजनाले भन्नुभएको थियो सुनको भाउ कहिले घट्छ कहिले घट्छ कहिले घट्छ। सुनको भाउ आजै घट्यो। आज मिति 2082 साल 7 महिना 2 गते। 7 महिना 2 गते चाहिँ सुनको भाउ सर्लक्कै घटेको छ। भनेको हिजो अस्ति 1-2 हजार 2-4 हजारले बढेको थियो भने 1-2 दिन चाहिँ 7,000 र 8,000ले बढेको थियो भने आज 4,800 रुपियाँले घटेको छ। 4,800ले घटेको छ भने चाँदी पनि 75 रुपियाँले घटेको छ। हिजो सुनको भाउ 2,58,500 रुपियाँ रहेको सुनको भाउ 4,800 रुपियाँले घटेर आज 2,53,700 रुपियाँ रहेको छ भने चाँदीको भाउ 3,370 रुपियाँ भएको चाँदीको भाउ 75 रुपियाँले घटेर आज 3,295 रुपियाँमा झरेको छ। साथीहरू तिहारको समय छ। कुनै पनि सुन चाँदीका गहनाहरू बनाउनु परेमा, सुन चाँदीका सामानहरू किन्नु परेमा, बे बटुल पार्टी भात खुवाईदेखिबाट जुनै पनि सामान बनाउनु परेमा मनेरी बजारमा अवस्थित न्यू विश्वकर्मा ज्वेलर्सलाई सम्पर्क गर्न सक्नुहुन्छ। साथै सम्पूर्ण हाम्रा ग्राहक महानुभावहरू, नातेदार, छरछिमेक, इष्टमित्र सम्पूर्णलाई देश विदेश स्वदेश तथा विदेशबाट हामीलाई हेर्दै बस्नुभएका र हामीलाई माया गरेर हामीलाई लाइक गर्नुहुने, कमेन्ट गर्नुहुने, हाम्रो आइडीलाई फलो गरेर हामीलाई साथ दिनुहुने र तपाईँको लागि जसले हाम्रो भिडियो हेर्दै हुनुहुन्छ धेरै धेरै शुभ दीपावली तथा छठको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, मस्त रहनुहोला, चाडपर्व एकदम खुसी साथले मनाउनु होला। हस्त सम्पूर्णलाई धन्यवाद।